pyramid ratio को excess 4.2b sort of 6 number को question answer A number question में simplify the sign 1 minus sin theta by sin theta plus 1 plus sin theta divided by sin theta अब यसमा हुने के भयो त दुईटैको डिनोमिनेटर एउटै भयो है सो बोथ डिनोमिनेटर दुईटै फ्र्याक्सनको डिनोमिनेटर एउटै छ अब त्यसपछि त्यहाँ एलसिएम डिनोमिनेट sin theta so sin theta एलसिएम भयो र न्युमेटरलाई चाहिँ सिधै सार्नु 1 minus sin theta plus 1 plus sin theta अब यो गर्यो भने प्लस sin theta र माइनस sin theta चाहिँ क्यान्सल हुन्छ अनि त्यसपछि 1 plus 1 बाँकी भयो के भनेको जोडेर 2 भयो अनि तल sin theta छ अब यसलाई हामी सेपरेट गर्न सक्छौँ 2 into 1 by sin theta भनेको 2 into cos a भयो सो यो A नम्बर भयो अब B नम्बर हेरौँ अब B नम्बरमा हामी सोध्छौँ 1 by 1 minus cos theta plus 1 by 1 plus cos theta अब sorry अब डिनोमिनेटर डिफरेन्स है त अब एलसिएम चाहिँ यो डिनोमिनेटरहरुको यिनीहरुको प्रोडक्ट हुन्छ 1 plus cos into 1 minus cos त्यसैले के गर्नु पर्यो त दुईटै डिनोमिनेटरमा चाहिँ एलसिएम बनाउनु पर्यो सेम बनाउनु पर्यो भनेपछि 1 minus 1 by 1 minus cos theta हुन्छ यसमा डिनोमिनेटर 1 minus cos theta है त यसलाई चाहिँ 1 plus cos theta ले तल माथि हुन्छ अनि अर्को सेकेन्डकोमा चाहिँ 1 by 1 plus cos theta छ भने यसलाई चाहिँ अब डिनोमिनेटर यसमा 1 plus cos theta छ त्यसमा चाहिँ 1 minus cos theta ले तल माथि मल्टिप्लाई गर्छ है त्यो गर्यो भने अब बन्ने के भयो त 1 plus cos theta over तल जस्तो चाहिँ दुईटा प्रोडक्ट छ 1 plus cos theta र 1 minus cos theta छ त्यो दुईटाको प्रोडक्ट तल यसमा भयो फर्स्टमा चाहिँ अनि सेकेन्डकोमा 1 minus cos theta divided by 1 plus cos theta into 1 minus cos theta भन्ने अब यसरी हाम्रो दुईटै डिनोमिनेटर चाहिँ यहाँ आयो त एउटै आयो है अब त्यो भयो भने चाहिँ एलसिएम लिँदाखेरि चाहिँ यसलाई सिम्प्लिफाई गर्दाखेरि न्युमेटरलाई जस्ट एज इट इज सार्ने गर्नु है सो 1 plus cos theta into 1 minus cos theta तल यो डिनोमिनेटर भन्यो न्युमेटर जे छ त्यो सबै 1 plus cos theta plus 1 minus cos theta अब यो गर्यो भने चाहिँ अनि यसमा प्लस cos theta र माइनस cos theta चाहिँ क्यान्सल गर्यो है फेरि यो थाक्यो अनि इक्वल टु 1 plus 1 into 2 भन्यो अनि त्यसपछि हामीले के गर्नु पर्छ त्यसलाई पनि अब यो तल a plus b into a minus b भन्यो त्यसैले यसलाई चाहिँ a square minus b square भन्नु 1 square minus cos square theta so 2 over 1 minus cos square theta अब 1 minus cos square theta सीधै sin square theta राख्दा नि हुन्छ यहाँ हामीले अगाडि गोल्डन फर्ममा भनेको युज गर्दा भयो 1 को ठाउँमा चाहिँ sin square theta plus cos square theta राख्नु मिल्यो अनि माइनस cos square theta छ अनि cos square theta चाहिँ सेम बन्यो प्लस माइनस चाहिँ काट्नु र त्यसपछि अब जे बाँकी छ त्यो चाहिँ हामी सेम राख्छौँ so equal to 2 divided by sin square theta अब यसलाई हामी सेपरेट गरौँ so 2 into 1 by sin square theta लेख्यौँ त्यसले के दिने भयो त 1 by sin यो भनेको cosic भयो so 2 cosic square त्यसरी हामीलाई सिम्प्लिफिकेसन आयो यो नम्बर भयो ठाउँमा गर्दैछ so अब यसलाई चाहिँ नम्बर अब नम्बर C so C नम्बरमा क्वेसन छ sin e by
1 plus cos A अनि प्लस 1 plus cos A divided by sin. यसको चाहिँ हामीले सिम्प्लिफाई गर्न सक्छौँ। अब तर त्यही हो है। सो यहाँ डिनोमिनेटरहरू चाहिँ 1 plus cos A र sin A छन्। अब त्यसको एलसिएम भनेको यिनीहरू दुईटा प्रोडक्ट हुन्छ है। 1 plus cos A into sin A चाहिँ एलसिएम भयो। अब गर्नु के त दुईटै डिनोमिनेटर हैन। So दुईटै डिनोमिनेटर दुईटै फ्र्याक्सनको डिनोमिनेटरमा सेम यही एलसिएम है 1 plus cos A into sin A ल्याउँ त्यसको लागि के चाहिँ पुग्दैन त्यसलाई मल्टिप्लाई हैन। त्यो 1 plus cos A फर्स्ट फ्र्याक्सनको डिनोमिनेटर छ त्यसमा sin A पुग्यो त्यो sin A ले मल्टिप्लाई गरिदिनु अनि अर्को चाहिँ 1 plus cos A divided by sin A छ। अब sin A छ भने 1 plus cos A पुग्दैन। So 1 plus cos A ले हामी चाहिँ मल्टिप्लाई गर्नु। अब यस्तो गर्दाखेरि चाहिँ माथि sin into sin square A बन्यो अनि तल चाहिँ sin A into 1 plus cos A बनेको छ अनि प्लस सेकेन्डमा चाहिँ 1 plus cos A into 1 plus cos A यो चाहिँ 1 plus cos A होल स्क्वायर बन्यो 1 plus cos A होल स्क्वायर र तल चाहिँ के बन्यो त sin A into 1 plus cos A बन्यो। अब यो तरिकाले के भयो दुईटै डिनोमिनेटर अब सेम भयो है। त्यो फर्स्ट फ्र्याक्सनमा पनि sin A into 1 plus cos A बन्यो सेकेन्ड फ्र्याक्सनमा पनि sin A into 1 plus cos A बन्यो। अब त्यो भयो भने हामी गर्ने एलसिएम एउटै डिनोमिनेटर है र न्युमेरेटर चाहिँ एज इट इज सार्ने। सो sin A into 1 plus cos A एलसिएम भयो। न्युमेरेटर चाहिँ sin square A plus अनि 1 plus cos A होल स्क्वायर छ त्यसपछि त्यो अब त्यति भएपछि त्यो पछि अरू काम भनेको अब न्युमेरेटरमा चाहिँ त्यसलाई हामी चाहिँ अब सिम्प्लिफाई गर्नु त्यसलाई ओपन गर्नु है त्यो sin square A जस्तो त्यही अब 1 plus cos A होल स्क्वायर छ भने त्यो A plus B होल स्क्वायर भयो है। त्यो यो भनेको A स्क्वायर plus 2AB plus B स्क्वायर बन्ने भयो अनि त्यो पछि sin A into 1 plus cos A लाई हामी चाहिँ एज इट इज राख्छौँ। अब यति गर्दै गर्दाखेरि चाहिँ यो जुन sin स्क्वायर प्लस cos स्क्वायर भएको छ त्यसलाई चाहिँ हामीले 1 लेख्नु त्यो 1 अनि 1 स्क्वायर फेरि 1 नै भयो 2 cos A है अनि तल डिनोमिनेटर अब जुन चाहिँ हामी त्यही नै सार्छौँ। त्यो हामीसँग डिनोमिनेटरमा चाहिँ sin A छ इन्टु 1 प्लस cos A छ है। अब यसलाई हामी सिम्प्लिफाई गरौँ 1 प्लस 1 2 लेख्छौँ प्लस 2 cos A अनि तल फेरि त्यही सार्यौँ sin A इन्टु 1 प्लस cos A चाहिँ सेम सार्यो अनि त्यो पछि चाहिँ अब माथि चाहिँ 2 कमन सो 2 कमन दियो भने 1 प्लस cos A 1 चाहिँ 2 अनि 2 इन्टु cos A 2 cos A हुन्छ अनि तल न्युमेरेटर एज इट इज सारौँ sin A इन्टु 1 प्लस cos A अब 1 प्लस cos A जुन सेम भएको छ तर माथि त्यो चाहिँ क्यान्सल हुन्छ है र त्यसपछि यहाँ बाँकी के बन्यो त इक्वल टु 2 डिभाइडेड बाई sin र यो भनेको 2 इन्टु 1 बाई sin है र 2 इन्टु 1 बाई sin भनेको cos A भयो है त्यो 2 cos A यसको रिजल्ट चाहिँ के आयो त 2 cos A आयो यसलाई सिम्प्लिफाई गर्दाखेरि है। अब यो पछि हामी बी नम्बरमा अब यसलाई पहिला अब क्लियर गर्दाखेरि है टाइम ओके त्यही हो अब हामी गर्छौँ अर्को नम्बर है यो नम्बरको चाहिँ लास्ट नम्बर है त्यो बी नम्बर क्वेसन गर्छौँ त्यसमा क्वेसन के छ त cos theta divided by 1 minus sin theta अनि प्लस cos theta divided by 1 plus sin theta छ। अब यसमा पनि यो सी नम्बर जस्तै प्याटर्न छ बी र सी जस्तो प्याटर्न छ है त्यो डिनोमिनेटर यहाँ डिफ्रेन्ट छ होइन त्यो तिनीहरूको एलसिएम अब हामी दिनु पऱ्यो एलसिएम अफ डिनोमिनेटर्स 1 minus sin theta into 1 plus sin theta यो चाहिँ एलसिएम भयो है। अब गर्नु के त दुईटै डिनोमिनेटरलाई सेम बनाउनु होइन त्यो भनेको दुईटैमा चाहिँ अब 1 minus sin into 1 sin गर्नु पऱ्यो। अब फर्स्ट फ्र्याक्सनको डिनोमिनेटर 1 minus sin है त्यसैले चाहिँ यसलाई के गर्नु त 1 plus sin ले तलमाथि मल्टिप्लाई गर्नु 1 minus sin theta छ अब मल्टिप्लाई 1 plus sin theta ले तलमाथि यो भयो फर्स्ट फ्र्याक्सन अब फेरि यही काम हामी सेकेन्ड फ्र्याक्सनमा गरौँ होइन त्यो सेकेन्ड फ्र्याक्सनमा चाहिँ 1 प्लस साइन थिटा डिनोमिनेटरमा छ अनि यसलाई चाहिँ 1 माइनस साइन थिटाले तलमाथि हामी मल्टिप्लाई गर्छौँ। अब यो गऱ्यो भने
माथि चाहिँ cos थीटा इन्टु 1 प्लस sin थीटा भयो फर्स्ट फ्र्याक्सनमा है अनि तल डिनोमिनेटर चाहिँ 1 प्लस sin थीटा इन्टु 1 माइनस sin थीटा भनेको छ अनि फेरि सेकेन्ड फ्र्याक्सनमा चाहिँ cos थीटा इन्टु 1 माइनस sin थीटा भयो है र तल डिनोमिनेटर चाहिँ 1 प्लस sin थीटा इन्टु 1 माइनस sin थीटा भन्यो अब भयो कि त्यो दुईवटै फ्र्याक्सनको डिनोमिनेटर सेम बनेको छ अब त्यो भने न्युमेरेटर चाहिँ एज इट इज हामी सक्छौँ So अब पहले डिनोमिनेटर 1 प्लस sin इन्टु 1 माइनस sin थीटा र माथि अब cos थीटा इन्टु 1 प्लस sin थीटा अनि प्लस cos थीटा इन्टु 1 माइनस sin थीटा है अब त्यति भएपछि अब माथि न्युमेरेटरलाई सिम्प्लिफाई गरौँ ब्र्याकेटमा यसमा cos थीटा इन्टु 1 cos थीटा अनि cos थीटा इन्टु sin थीटा cos थीटा हुने भयो फेरि cos थीटाले अर्को मल्टिप्लाई cos थीटा इन्टु 1 cos थीटा अनि प्लस माइनस माइनस cos थीटा इन्टु sin थीटा cos थीटा भयो अब डिनोमिनेटर चाहिँ 1 प्लस sin इन्टु 1 माइनस sin जुन भनेको प्लस 2a माइनस 2 त्यसैले यसलाई चाहिँ हामी a स्क्वायर माइनस b स्क्वायर भनेको अब यति गर्दाखेरि न्युमेरेटरमा sin थीटा cos थीटा प्लस र sin थीटा माइनस छ त्यो दुईटा प्लस माइनस गरेर काट्यो टू पछि न्युमेरेटर cos प्लस cos दुईटा cos हुने भयो अनि डिनोमिनेटरमा चाहिँ 1 स्क्वायर 1 भयो 1 माइनस sin स्क्वायर अब 1 माइनस sin स्क्वायर सिधै cos स्क्वायर भन्ने थाहा छ भने त्यसले राख्दा भयो नभए जोड्नु पर्छ त्यो 2 cos थीटा डिभाइडेड बाई 1 ठाउँमा हामी राख्यौँ sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा अनि माइनस sin स्क्वायर थीटा एज इट इज छ अब यहाँ प्लस sin स्क्वायर र माइनस sin स्क्वायर क्यान्सल हुन्छ र जे बाँकी छ त्यसलाई हामी चाहिँ यहाँ सार्छौँ है so equal to 2 cos theta whole divided by cos square theta है cos square theta अब cos square theta भनेपछि cos theta चाहिँ प्रोडक्ट cos theta सँग हामीले चाहिँ मिलेर 3 cos theta over cos theta into cos theta लेख्न मिल्यो र एउटा cos theta हामीले काट्नु भयो सो अब रह्यो यहाँ 2 by cos theta है अब त्यो भयो भने यसलाई हामी ल्याउँछौँ equal to 2 into 1 by cos theta लेख्न मिल्यो त्यो लेखेपछि 2 into sec theta त्यसरी हामीले 6 नम्बर चाहिँ सक्यो यो एक्सर्साइज 4.2b जुन चाहिँ त्यसको टाइम नम्बर 6 नम्बर चाहिँ यहाँ सल्भ गर्यो